फेरि पनि स्वागत छ मेरो भ्लगमा हजुरहरूलाई। आज चाहिँ हामी लोकल अर्गानिक सिस्नु टिप्न जाँदैछु। अब हामी यहाँ 4 जना छौँ अहिले चाहिँ। अरूहरू चाहिँ उतै पुगिसक्नु भयो रे। अब हेरौँ भेट्छ कि भेट्दैन। यो चाहिँ कुरी गाउँको खेतीपाती गर्ने बारीहरू हुन्। यो ठाउँमा विगतमा चाहिँ धेरै गहुँहरू फलाउँथ्यो, तर अहिले चाहिँ खासै धेरै गर्दैनन्। यस्तो छ यो मकैबारी। मकैबारी गाइज। कतै दिन कालिज कालिज गयो गाइज यता जङ्गलतिर। आहा जङ्गलको बाटो यस्तो आनन्द आउने। हेलो गाई, भैँसीको फार्म आइपुग्यो अब हामी बाटोमा। गहुँ खेती। ओहो हो, गहुँ पाक्न लागिसकेछ। यस्तै भयो गाइस गाउँघरको खेती। जङ्गलको मुनि मुनि मृगले खाइदिन्छ गहुँ पनि। कुरी गाउँको नजरिया। ल यो हो कुरी गाउँ। ल उहाँ चाहिँ हाम्रो माइजू हुनुहुन्छ कुरी गाउँको। उहाँ चाहिँ यता स्याउलाहरू बटुल्दै हुनुहुन्छ। यो बोले से आई नमस्कार ए सिरलोमेको ला ए आमराङ ए यहाँ फाबिन ल मराङलेन डन्डा खाएको छ यहाँ फाबिन माइ स्लाडी बोल ए यो जो वहाँली कोला रो सिरला मैला या या लाइए यार जो आई निम पोलो में ही बता ल कई जना दे यार जी ये गाउँबारी सरर लो। यहाँनिर देख्न सक्नुहुन्छ हजुरहरूले गहुँबारी। यो चाहिँ कुरी गाउँका बासिन्दाहरूको गहुँबारी हो। यता चाहिँ विच्छेदको तुलनामा चाहिँ धेरै कृषि खेती गरेको देखिन्छन्। यहाँका बासिन्दाहरू चाहिँ एकदमै कृषिमा सक्रिय भएको देख्न सक्नुहुनेछ हजुरहरूले। चौतारी जङ्गलबाट घाँस दाउरा काटेर आएपछि यहाँ बिसाउने चौतारी हेर्नुहोस् गाइस। यस्तो छ हालत। थकाइ मार्ने ठाउँ हो, बसिन्छ। अब बल्ल हामी ओखर पाउने ठाउँतिर पुग्यो। ओखरको जङ्गल, यो जङ्गल पुरा ओखरको। हेर्नुहोस् ओखरको रुख। यो तलतिर पुरै जङ्गलै ओखरको छ। यो पुरा ओखरको जङ्गल।
मासतिर सुकेको छ ल पुरै ओखरको जङ्गल यो भयो यो तलतिर पुरै लोकल ओखर हाँडे ओखरको जङ्गल ल हेर्नुहोस् मेरो दिदीको भ्लगलाई लाइक कमेन्ट र सब्सक्राइब धन्यवाद। अब हामी चिसो पानी खाएर फेरि पनि आफ्नो गन्तव्यतिर लाग्दैछौँ। जाँदा जाँदै बिचैमा हामीले बाटो पनि बिराइदिन्छौँ। बाटो हरायो गाइस, यता कता हो कता यस्तो अवस्थामा हिँड्दैछौँ हामी। कता कता खै हो कि होइन थाहा छैन। यस्तै हो भने यहाँ मध्येमा हालै विषय यस्तो छ हालत। सिस्नो टिप्न आएको मान्छेहरू आज अविस्मरणीय छन्। लो यहाँ तोर फेकाउँछ भाउ है हाँ आया छिन यस्तो छ बाटो नभएर। तासी लोग जब ना आए धेरै समयपछि भुटानहरू छिचोल्दै काँडाहरू छिचोल्दै हामीले चाहिँ आफ्नो सफल भएका छौँ। अब चाहिँ हामी बाटो खोज्दै जाँदैछौँ। पहिला पहिला भनौँ न 10 वर्ष अगाडि आउँदाखेरि यतातिर चाहिँ धेरै गहुँ खेतीहरू हुन्थ्यो अनि गोठहरू हुन्थ्यो। तर जङ्गल भएको छ यो ठाउँहरू खेतीपाती गर्नलाई छैन, सबै भुट्यानले भरिएको देखिन्छ र त्यस्तैमा हामी पनि बाटो खोज्दै जाँदैछु। यस्तो छ 아이마 엄마 그것도 구워지게 양만 후니 아인마 अब सक्दैन यहाँ
बाटो हराएर यस्तो भयो हामी अब बल्ल यहाँ बल्ल मेन बाटो आइपुग्यो हेत्तेरिका यस्तो भयो फेरि पनि हामीलाई बाटो बिराएको महसुस हुँदैछ यो ठाउँमा यतातिर चाहिँ धेरैभन्दा धेरै दाउराहरू रहेछ अहिले चाहिँ पहिलाभन्दा नजिकै कति धेरै दाउराहरू पाउँदो रहेछ तर दाउरा पटुल्न आउने मान्छेहरू चाहिँ कमै मात्रामा देखिन्छ आज सिस्नु ल्याउला जस्तै छ कहिले बाटो बिराउने कहिले के गर्दा गर्दै यस्तो हालत के का दाउरा बटुलेर राखेर फेरि आएर यसले यस्तो छ हालत ले सिधै सिधा जहाँ पुगे नि पुग्छ अब ल फेरि हरायो बाटो हिँड्ने जहाँ पुगे नि पुग्छ सिधा तल्लो बाटो भनेको थियो अब तल्लै बाटो बाटो हराएर फेरि सोध्दैछु अब यस्तो छ 저번에 다니 가서 님 간지는 나 지금 낭만 해버림. ओंगारको यार में क्या मिठा जाए न चला जे गरा रंग में लागे हबे कसो कसो यो बोल्ने फेरि गम्न मयर जी थाहा उजुम थाजी भा ओंगारको यार में क्या मैं थाजी ये तेरे कंजी नंदा थिंगर में क्या मिटी मारे क्या Di moy sukan sih namanya kugul aja nih abra sih na ada nyama deh यो ला bato भेटियो घना बुट्टेन झारी मा आइपुग्यो हामी अझै हाम्रो गन्तव्य भनौँ या डेस्टिनेसनमा पुगेको छैन अझै हामी डोको थुन्जे बोक्दै हिँड्दै दाउरा त एकदमै प्रशस्त मात्रामा रहेछ अब कसले बोक्न आउने हो यतातिर यस्तो छ हामी अब पुग्न लाग्यो गाइस पुग्नलाई धेरै टाइम छैन साथीहरूसँग भेट हुनेछ सिस्नु कार्य आइपुग्यो हामी यो चाहिँ गोराहरूको हो यता चाहिँ धेरै पहिला चाहिँ धेरै गोठहरू राख्ने गर्थ्यो अहिले चाहिँ खासै धेरै राख्दैन अहिले राखे पनि एक दुई जनाको गोठहरू चाहिँ राख्ने गर्छन् यता यहाँ चाहिँ एउटा गोठ राखेको रहेछ यो पालि पनि भने खासै धेरै गोठहरू चाहिँ नराख्दो रहेछ यहाँ चाहिँ यो गोराहरुकोमा चाहिँ दुईवटा खर्कहरू रहेछन् एउटा यता भयो र एउटा चाहिँ अलि तलतिर रहेछ त्यो चाहिँ खासै त्यसमा गोठ राखेको देखिएन
मतंग उजु तानम पञ्च भोग्या छ तानम लबे युट्युब टिचाबे सिस्नो टिपी भइसकेपछि फेरि हामी घरबाट लिएर आएको खाजा खाँदै अब हामी तल्लो खर्कमा यो चाहिँ तल्लो खर्क हो यहाँ चाहिँ खासै बस्ती भनौँ न गोठहरू छैन रहेछ आम्मामामामामा सिस्नुको झाङ यो हो म यो हो म चाहिँ यता छु गाइजहरू बस्दै यदि हजुरहरूलाई पनि सिस्नु मन पर्छ भने यहाँ टिप्न आउनुहोला यो गोराहरूको हो यसको सिस्नु चाहिँ एकदमै मिठो हुँदो रहेछ तोर्नु टङ्लाने सिरी बडाकोले हुआ तू त यहाँ त आम भर बस्छ त म त आम कप्पा दिनु होलिडेमान पता आयो नि ताताइले तिनजी किन यो बतायो गोराहर्का आइन जु गोराहर्का हुँदै हामी पिक्सुहर्का जाँदै न्युरो टिप्नको लागि आइनोसी न्युरो टिप्न लाग्दैछु हामी अब न्युरोको सिजन चाहिँ भएको थिएन तैपनि हामी टिप्न जाँदैछु हेर्नुहोला लोकल अर्ग्यानिक न्युरो हजुर हिम्बा या tanam rang manda je oi yes aku morang mana te dure या ha yer lo de mi ए तँगेरा मुसिन गरे te dure de ha udu na खै ठ्याक्क न yes aku mo me morang mana unda shi yari no खोइ यो होइन उदु क्या चाहिँ गन्नङ दे उन्दा याइ जान हैसी रंगना दासी उन्दा सी हैं मिएना रे सुन्नु टिम निमा त टङ युला पहिला तेरे मंगी हो गब्लिङ हो चेक ता अब सिजन त्यहाँ आरे निमाइ ल्याएन नि छाम बढी त खाए नि मैले ओइ अनि मिक लिएसी निसुमगिले आदिसी युमाला नि समगिला दिस बराबर त हेरि आताले गोडाहर्क हामी अब फर्किन लाग्यो है गाइसहरु घर जान लाग्यो आएर फेरि यस्तो रमाइलो गर्दैछ ल ओहो
हाइ त्यो जङ्गल हिँड्दैछ ए हाइट हाइट आयो ता मजा तैती क्या बेचिरो बाट आइपुग्यो ल हेर यताबाट आउनुपर्ने यस्तो यति जङ्गल जङ्गल हिँड्दैछ Kramayo ba de? Kramayo. Kona ready able brave wo. Ni ma da thaji. Thaji tublo. Yeah. Yeah. Ta bang sam ape de har ga gi hali. Thaji thu sam de ba na mo. Ta long ne bara ko. Cool down jino. Kem yan som pheri mino. Tik khebino maila ne. Dere क्या ना ताना भाई Jangan wala yan mga kat ramrang mulim video di. Taga kat bagi bang lawang tu, tanam jabe video jabe ni macam. Ta inji bang lawang. Tu dang hebe ta ero chhene dolu. Damjang. Damjang. Damjang ni ni tak buat. Dulu di sekian tahun ini. Ini bidang show. Nanya ni tinggi ni nak kasih. Udah terakhir kali yo tu nak buat tu. Udah yo tu nak tinggi tiga gulu ya je ayah je. Partner boleh tu, tangguh yang selalu pelapang bersih ni macam. Kalau nilai di Jepang boleh je. Ta ta.